यदि हजुरहरू अमेरिकामा मास्टर डिग्री पढ्ने प्लान गरिरहनु भएको छ अथवा सोचिरहनु भएको छ भने चाहिँ इन्डियाना इन्स्टिच्युट अफ टेक्नोलोजी युनिभर्सिटीलाई हजुरले मिस गर्नु हुँदैन, लिस्टमा राखिहाल्नु पर्यो। किन भन्दाखेरि चाहिँ यो युनिभर्सिटीको ट्युसन एकदमै अफोर्डेबल छ। जम्मा $10,620 वर्षको पर्छ र लिभिङ कस्ट जम्मा 10,000 को आसपासमा पर्छ। सो हजुरको टोटल लिभिङ प्लस ट्युसन फी जोड्नु भयो भने चाहिँ हजुरको कस्ट अफ एटेन्डेन्स जुन निस्किन्छ 20 देखि $21,000 को बिचमा पर्छ र यो चाहिँ एकदम अफोर्डेबल कस्ट अफ एटेन्डेन्समा पर्छ, जसले गर्दाखेरि चाहिँ हजुरहरूको भिजा अप्रुभ हुने सम्भावना पनि बढी हुन सक्छ। यसले अन पेपर भिजा अप्रुभ हुने सम्भावना पनि बढाउँछ। प्लस हजुरको भिजा अप्रुभ भयो र हजुर पढ्न जानुभयो भने हजुरहरूले एकदम अफोर्ड गरेर, धेरै स्ट्रेस नलिएर, धेरै फाइनेन्शियल स्ट्रेस नलिएर आफ्नो कोर्स कम्प्लिट गर्न सक्नुहुन्छ। यो युनिभर्सिटीको केही पपुलर कोर्सेसहरू मध्ये चाहिँ बिजनेस एनालिटिक्स पर्छ, MBA साइबर सिक्युरिटी यो पनि पर्छ, मास्टर अफ साइन्स इन्जिनियरिङ म्यानेजमेन्ट पनि पर्छ, मास्टर अफ साइन्स इन्फर्मेसन सिस्टम्स पनि पर्छ र जेनरल मास्टर अफ साइन्स पनि पर्छ। सो USA अप्लाई गर्ने हजुरको प्लान छ, युएसमा पढ्न जाने हजुरको प्लान छ भने चाहिँ USA एजुकेसनको स्पेशलिस्ट पिक्सार एजुकेसनमा आउनै पर्ने हुन्छ र पिक्सार एजुकेसनको एक्सपर्टिज युज गरेर आफ्नो USA को प्रोसेसिङ अगाडि बढाउनु पर्ने हुन्छ।